आज हाम्रो 6 जना साथीहरू हामीले रिहाई गर्नको लागि बल मत पुर्याउने यहाँ उपस्थित सम्पूर्ण आम नागरिकहरूलाई हामी सबै दलको तर्फबाट विशेष धन्यवाद। म यहाँ धेरै कुरा भूमिका नमानिकन हाम्रो जुन उद्देश्य आज 6 वटा भाइहरूलाई निशर्त रिहाई गर्ने उद्देश्य थियो त्यो पूरा भयो। भोलिको दिनमा हामीले मदन भण्डारी हस्पिटलबाट हेटौडा हस्पिटल अलग गर्नको लागि हाम्रो अभियान निरन्तर रूपमा रहनेछ। तर निरन्तर अभियान कसरी हुनेछ भने कानुनी रूपमा हामी जानेछौँ। त्यो प्रक्रियाको लागि हामी सबै दल बसेर छलफल गरेर यो अगाडि प्रक्रिया बढाउने र आवश्यक परेको खण्डमा तपाईहरुलाई फेरि पनि यसै गरी उपस्थित गराउने अनुरोध गर्नु। अर्को कुरो, हेटौडा हस्पिटलको सम्पत्तिमा हेटौडा हस्पिटल राख्दा चाहिँ अभद्र व्यवहार भयो। तर हेटौडा हस्पिटलको सम्पत्तिमा मदन भण्डारी लेख्ने यो राज्य पक्षको अभद्र नहुने यो निरङ्कुशता मुर्दाबादको धावा बोल्दै हाम्रो अभियान निरन्तर रहने आफ्नो भनाइ साथ बिदा हुन्छु। धन्यवाद, नमस्कार। हामीले धेरै लामो समयदेखि अस्पताल र मदन भण्डारी प्रतिष्ठानको लागि छुट्टै छुट्टै हुनुपर्छ भन्ने हाम्रो अभियान जारी थियो। यसलाई चाहिँ विधिवत रूपमा हुनुपर्छ। संसदमा पनि हामीले यो कुराहरू उठाइसकेका कुरा हुनाले त्यसको लागि अब आउँदा दिनहरूमा कानुनी लडाईँ हामी राख्छौँ नै। त्यसैले हामी प्रतिष्ठानको विरोधी होइन, मदन भण्डारीको पनि विरोधी होइनौँ। हामी अस्पताल, नेपाल सरकारको अस्पताल रहनुपर्छ। सरकारी अस्पताल रहेपछि मात्रै कोरोनाको बेला हामीलाई थाहा भयो कति महत्व हुन्छ सरकारी अस्पतालको भन्ने कुरा हामीलाई थाहा छ। त्यस कारण त्यसको लागि हामी फेरि हेटौडावासीले लड्नु छ। आजको लागि त्यही अभियानमा हाम्रा साथीहरू जुन 6 जना एउटा बन्दी उसमा पर्नु भएको थियो, जायज कुराहरू उठाउँदाखेरि तिनै कुराले गर्दाखेरि आज उहाँहरूलाई थुनेर राखेको थियो। र तपाईँहरूको साथ र सहयोगले आज उहाँहरू रिहा हुनुभएको छ। र हामी यहाँको हेटौडाको सम्पूर्ण राजनीतिक दललाई हामी आह्वान गर्न चाहन्छौँ कि हेटौडाको चाहिँ 2टा अस्पतालको जुन अस्तित्व छ त्यसलाई चाँडोभन्दा चाँडो एउटा नियमसङ्गत रूपले चाहिँ छुट्याउनलाई हामी माग राख्दछौँ भन्दै म आफ्नो छोटो भनाइ अन्त गर्छु। धन्यवाद। यो हेटौडा अस्पताल बचाउ तथा सुधार अभियान कार्यक्रम अगाडि बढाउँदै जाने सन्दर्भमा यसरी साथीहरू रिहा हुनुभएको छ। साथीहरूलाई जो रिहाई हुनुभएको छ तपाईँको सबैको मेहनतले जो उहाँ रिहा हुनुभयो, उहाँहरू 6 जना सहितको टोली जो रिहा हुनुभएको छ उहाँहरू सबैलाई हार्दिक बधाई भन्न चाहन्छु। सरकारी हस्पिटल हेर्दा हेर्दै मिलेर खाएको हाम्रो मन पर्दैन। अभियान त आज हामी हजारौंको लासमा आइपुगेका छौँ। तपाईँलाई त्यस कारणले पनि धन्यवाद भन्न चाहन्छु। र हाम्रो नेपाल कम्युनिस्ट पार्टी जीवित रहँदासम्म यस्ता तत्त्वले स्थान पाउनेवाला छैन। यो कुरा यहाँको विषय भन्न चाहन्छु। मैले विशालजी लगायतका एउटा टिमलाई के भनेको थिएँ भने आवश्यक पर्यो भने 1 वर्ष 2 वर्ष जेल बस्नमा तयार हुनुपर्छ। तर एमालेकरणलाई बन्द गर्ने निम्ति यो आन्दोलन रोकिएको छैन। आन्दोलन नयाँ मोडेलमा हुन्छ। अब फ्लेक्स ब्यानर राखेर होइन, आन्दोलन यो फ्लेक्स ब्यानर नराख, हेटौडा अस्पतालको बोर्डै राख्नुपर्छ भनेर आन्दोलन अगाडि बढ्दैछ। यो आन्दोलनमा तपाईँको साथ सहयोग र समर्थन रहने आशा गर्दै यहाँहरूलाई हामीले अन्तिमसम्म साथ दिने प्रतिबद्धता सहित आफ्नो विषय टुङ्गाउन चाहन्छु। आज जसरी एउटा सरकारी अस्पताललाई हस्तक्षेप गरेर निजीकरणतिर निजी व्यक्ति सरा हुने प्रतिष्ठानलाई गाड्न कोसिस गरिरहेको छ। खबरदार भन्न चाहन्छु, केन्द्रमा बसेर काठमाडौँमा बसेर गिरीबन्धुहरू खाने, ललित निवास खाने, भुटानी काण्डहरू जस्तो घटाउने, तर यहाँका छोरा नातिहरूले यहाँका हेटौडा अस्पताल निल्न खोजेर हामी ठुलो हेर्न सक्दैनौँ। त्यस कारणले भन्न चाहन्छु, यहाँ उपस्थित सबै जनसमुदायको अगाडि भन्न चाहन्छु, जसरी सरकारी अस्पताललाई सरकारी अस्पताल रहन दिनुहोस्, प्रतिष्ठानलाई अलग गरेर प्रतिष्ठानको आफ्नो स्वामित्व रहेको जग्गामा आफ्नो चाहिँ भवनहरू संरचना बनाउँदै आफ्नो प्रतिष्ठान चलाउनुहोस्। यसरी अगाडि बढ्यो भने समस्या हल हुन्छ। होइन भने कुनै एउटा पार्टीको इसारामा, कुनै एउटा चाहिँ प्रतिष्ठानको इसारामा, एउटा व्यक्तिको इसारामा कुनै एउटा चाहिँ कोटी बनेर सिडिओ साहबहरू, एसपी साहबहरू लाग्यो भने जनताले मात्र दुःख पाउँदैन, हामी सारा नेपाली जनताले दुःख पाउनेछ। खबरदार भन्न चाहन्छु, यस्तो कार्यहरू अब बन्द गर्नुहोस्। साँच्चीकै सरकारी स्वामित्व रहेका सम्पत्तिमा एउटा प्रतिष्ठानको चाहिँ बोर्ड कसरी राख्न सक्छ? कानुन, केन्द्रीय कानुनलाई
अब केन्द्रीय चाहिँ संविधानलाई कानुनलाई अवहेलना गर्ने खालको चाहिँ क्रियाकलाप र एउटा निजीकरण हुँदै बेचबिखन गर्ने खालको चाहिँ कसरी बन्न सक्छ। त्यस कारणले यो अभियानमा राख्ने साथीहरूलाई जसरी आज हिरासतमा एक दिन एक रात बसेर रिहाउनु भएको छ, उहाँहरू यो अभियानको हिरोहरू हो। उहाँहरूलाई सबैले सलाम गरौँ। बचाउ अभियानको चाहिँ अगुवाहरूलाई धन्यवाद दिँदै हाम्रो दलहरूको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट सदैव एकबद्धता जाहेर गर्दै आफ्नो भनाइ अन्त्य गर्छु। हस्त, नमस्कार। सर्वप्रथम त यहाँ उपस्थित हुनुभएको सम्पूर्ण मेरो आमा बुवा दाजुभाइ दिदीबहिनी मेरा भाइ भतिजा सम्पूर्णमा म धन्यवाद टक्राउन चाहन्छु। यो पुलिस प्रशासनबाट पनि चाहिँ जुन खालको चाहिँ हामीप्रति सेवा हामीले लिन पायौँ उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र कानुन सम्मत हामीले चाहिँ केही गल्ती कमजोरी गरेका छ भने त्यसको लागि हामी क्षमा प्रार्थी हुन्छौँ। र त्यो सँगसँगै व्यथितिको विरुद्धमा बोल्दै गर्दा यो कानुनले जुन खालको चाहिँ एउटा धरपकड गर्ने खालको चाहिँ काम गर्यो, जुन चाहिँ सहमति गर्ने न्युमा चाहिँ बोलाएर चाहिँ फेरि हामीलाई चाहिँ कस्टडीमा राख्ने काम गर्यो, यसको चाहिँ म घोर निन्दा गर्दछु। र त्यो सँगसँगै अबका दिनमा पनि यस्ता व्यथितिका विरुद्धमा बोल्न छोडिँदैन। पुर्खाले रचेको यो हस्पिटल हाम्रो पुस्तासम्म रहिरहनुपर्छ भन्ने बचाउनका निम्ति बचाउ अभियानको रूपमा संयोजकको भूमिका निर्वाह गर्ने अत्यन्तै लोकप्रिय युवा विशाल राज महतज्यूलाई पनि म आफ्नो भनाइसहित यो कार्यक्रमलाई समेत सबैलाई धन्यवाद समापन गरिदिनु न अनुरोध गर्दै म किरण बलबोनी यहाँहरूबाट बिदा हुन्छु। धन्यवाद। हाम्रो यो लडाई भनेको व्यथिति, अनियमितता, भ्रष्टाचार र जसले शक्ति र सत्ताको आडमा हामीलाई दमन गर्छ, जनतालाई दमन गर्छ र शक्ति र सत्ताको आडमा सधैँ आफूलाई माथि राखेर आम जनताका समस्या भन्दा पनि आफ्ना आसेपासे र आफ्ना पार्टीका बाहेक अरू कसैलाई नसोधिकन अगाडि बढ्ने जुन एउटा तरिका अगाडि बढेको छ त्यसको विरुद्धको पनि यो हाम्रो अभियान हो। यहाँ आज हामी पक्राउ परेका मात्र होइनौँ, हामी जस्ता धेरै युवाहरू अहिले यहाँ देख्नु भएको छ। हामी त प्रतिनिधि पात्र मात्रै हौँ। यहाँ उपस्थित सबैजना यी सबै यहाँ उपस्थित हुनुभएका सबै यही अनियमितता व्यथित भ्रष्टाचार विरुद्धको अभियानमा एकैबद्धता हो भन्ने म भन्न चाहन्छु। हामीले हिजो यहाँ बसेर हेटौँडा अस्पतालको विषयमा कुरा गरिरहँदाखेरि, हेटौँडा अस्पतालको विषयमा आवाज उठाइरहँदाखेरि जति जनताहरूले हामीलाई साथ दिनुभएको थियो, हामीले हस्ताक्षर अभियान सञ्चालन गर्यौँ। 4000 भन्दा बढी हस्ताक्षर हामीले सङ्कलन गरेका छौँ। ती 4000 जनताले भनेका हुन् हेटौँडा अस्पताल सरकारी अस्पताल रहनुपर्छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रशिक्षण यहाँबाट जानुपर्छ भन्ने त्यो अभिमत हो। त्यो अभिमतलाई लत्याएर जसरी यिनीहरूले आज शक्ति र सत्ताको आडमा हामीलाई चाहिँ बोलाएर हामीलाई चाहिँ सहमति गरी पनि बोलाएर जसरी चाहिँ भित्र राख्ने काम गरियो त्यसको म घोर भर्त्सना गर्न चाहन्छु। यहाँ देखियो अधिकारीहरू पनि कुनै पार्टीको झोला बोकेर जसरी पार्टीकै रूपमा चाहिँ अगाडि बढिरहेको देखियो, म त्यसको पनि घोर भर्त्सना गर्न चाहन्छु। कर्मचारी ब्युरोक्राट कहिले पनि पार्टीको हुनुहुन्न। यहाँ त सिधै पार्टीको वकालत गरेर हामीलाई चाहिँ त्यो खालको चाहिँ एउटा चाहिँ दमन गरिएको छ। त्यो दमनको विरुद्ध अब हामी सबै एकजुट भएर लाग्नुपर्ने छ। अस्पताल मात्र विषय मात्र होइन, हामी मकवानपुर जिल्लामा देखेका त्यस्ता अनियमितता, व्यथिति, भ्रष्टाचार सबैको विरुद्ध हामी लाग्नेछौँ। यहाँ सबैको साथ आवश्यक छ। हामी त्यसको लागि सधैँ लाग्नेछौँ। आज एक दिनको बसाई हाम्रो लागि केही होइन, यस्ता बसाई धेरै बसाइहरू हामी भोग्न तयार छौँ भन्दै मैले यहाँहरूको जुन उपस्थितिले हामीलाई साथ र सहयोग दिनुभयो, हामीलाई हौसला दिनुभयो, प्रदान गर्नुभयो, यसले हामीलाई अझै सशक्त रूपमा अगाडि बढ्नको लागि प्रेरणा मिलेको छ। त्यसको लागि म मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्दै म आफ्नो भनाइ टुङ्गाउन चाहन्छु र कार्यक्रम पनि समापन भएको घोषणा गर्छु। हस्, धन्यवाद। यो हो राप्ती खबर www.raptikhबर.com